गाइस के अरे गाइस गाइस भन्न सिकेर आउनुहुन्छ ल बाई हेलो गाइस आज चाहिँ हाम्रो घरमा के पाक्दैछ मम्मी खिर पाक्दैछ खिर पाक्दैछ सो आज चाहिँ म धेरै दिन पछाडि घर बसेको सन्चो नभएर हैन मम्मी हो दिनभरि सुतेको सुतिन दिनभरि त के त्यही लुगा धोइस् मेसिनमा पानी छैन हातले धोइस् त दिनभरि थाकिस् त दिनभरि पानी पनि पर्यो रेस्ट पनि गरिस् आँखा चिम्म गर्छु सुत्न खोज्छु फोन आइहाल्छ आँखा चिम्म गर्छु सुत्न खोज्छु फोन आइहाल्छ जिन्दगीमा कामभन्दा ठुलो कुरो ज्यान हो होइन तर हाम्रो मम्मीले बुझ्नुहुन्न मम्मीलाई सम्झाइदिनु त गाईजहरू होइन ज्यान पनि ठुलो छ काम पनि ठुलो छ घर त हाम्रो मन्दिर हो नि त घरलाई जस्तै आफ्नो शरीरलाई मान्छे सफा गर्छ त्यस्तै घरहरूलाई पनि सफा गर्नुपर्छ अनि मात्रै हुन्छ घर अनि भन्नु त अरू कुचो लाग्दैन भन्नु अनि अहिले म उता गएँ चारैतिर बारार कुरार सबै पानी परेको थियो सबै सर सफा गरेर मैले भने जुठो भरा मस्काइहाल 3वटा रुम छ कुचो लगाइहाल आउँछु त कुचो लगाएको छैन तर मेरो डरले के भन्छ मैले कुचो लगाएको छु यस्तो कहीँ हुन्छ गाईहरू मैले कुचो लागेको छु होइन अब हाम्रो बेस्टले भन्नुहुन्छ आज मम्मीको अगाडि मम्मी यहाँ बस्नु म नुहाउँदै जान्छु है भनेर भन्नुपर्छ अनि मात्र यसले नुहाइ आज भन्नुहुन्छ नत्र नुहाइन भन्नुहुन्छ होइन के भन्छ कुचो लगाएको यस्तै हुन्छ मलाई बेवकुफ बनाउँछ यो घरको मामलामा त मलाई बेवकुफ नबनाउँदा पनि हुन्छ अरूको त मलाई थाहा छैन तर यो घरको सर सफाइ यो घरको काममा मलाई आज हाम्रोमा किन राम्रो लाग्दै हुनुहुन्छ भनेको त लिपस्टिक लगाएर पो रहेछ गाइजहरू आजको सानो यति मात्र ल बोलेर टिकटक धेरै भएको थियो नबनाएको सो यति बनाएको सबैले हेरिदिनु होला मन पराउनु होला बेला बेलामा सासू बुहारीको ठ्याक आइरहेको छ सायद मन पराउनु हुन्छ होला होइन मम्मी हो आउँछ होइन अब आउँछ बाई गाइस के अरे गाइस गाइस भन्न सिकेर आउनुहुन्छ ल बाई बाई